भयो भयो कहाँ भयो खानु 1 मिनेटमा कसले धेरै मोमो खाइसक्छ भनेर यहाँ कम्पिटिसन हुँदैछ हामी तीनजनाको है 10 वटा मोमो राखेको छ अनिखेर जोरी भाइ सकी स्टार्ट गर भनेको त बेबी स्टार्ट गर्नु कसले खान्छ है म स्टार्ट गरौँ तातै छ कसैको चाहिँ सेलाइसकेको जस्तो यी एउटा खान थालिसक्यो यस्तो कहाँ हुन्छ तर 10 वटा भ्याउँदैन यसले ल स्टार्ट बेबी ल यहाँ छोरीले यहाँ यो टाइम स्टार्ट गरिसक्यो स्टार्ट भयो खैले टाइम स्टार्ट गर्नु Why does he said start? है ल यहाँ टाइमर छ तिमी को खान्छौ मोमोसँगै 1 मिनेटको टाइमर छ है ल 1 मिनेट कतिखेर हुन्छ त्यतिखेर ट्याक्कर रोक्ने है स्टार्ट बेबी जरा खाऊ पन्ध्र सेकेन्ड मैले खाइसके भने दुईटा छ 25 सेकेन्ड 26 40 48 एउटा छ यो खाइसके भने 1 मिनेटमा बाटे बुढीले त थोरै आएर लाग्थ्यो त म नै देखान्छ छोरीको भयो हाम्रो जतिवटा एउटा सानो छोरीसँग एउटा 3टामा छोरीसँग 10 वटामा 6 वटा बाँकी त्यसमा आधी त पहिल्यै खाने थियो भने छोरीले जतिवटा बाँकी राखी त्यतिवटा धेरै त मैले खाइदिएँ मैले 7 वटा खाएँ 3टा बाँकी भयो मेरो यहाँ श्रीमतीजीको चाहिँ म खाइसक्ने छोरीहरूको आमाको चाहिँ 10 वटा 6 वटा खाएँ 4टा बाँकी भयो त्यो चाहिँ मलाई अचम्म लाग्यो मैले त्यस्तो फाट खाइरहेको छु जम्मा 7 वटा खाएँ स्लो खायो खासो त्यही त अब म स्लो खाइरहेको त देखिरहेको छु त्यो पनि 6 वटा खाएँ केटी मान्छेसँग चाहिँ बच्नुपर्छ यतिको थाहै हुँदैन कतिखेर सिधाइ हुन्छ मैले तिम्रो त 4-5 वटा मात्रै ग्यास हान्दा थियो तिमीले 6 वटा खाइदियो बाप रे बाप हेर्नु त यहाँबाट पनि हामीलाई के लेसन मिल्यो भने केटा मान्छे जतिसुकै जान्ने भए है म जान्ने छु म सिधा छु म जित्छु भन्यो भने हार्ने सम्भावना ज्यादा हुन्छ केटी मान्छे त छुपा रुस्तो हुन्छ त्यस्तो सुलो खाइरहेको यार तिमीले 3टा 4टा भन्दा धेरै खाइसक्यो झ्यापै खाएर फेरि पोक पनि भएन यो जस्तो लास्ट के हो म त यो मोमो खाए पेट उठाउँछु ऱ्याबिट र चेटोको स्टोरी सुन्नु भएको छ त्यस्तै छ